हेलो साथीहरू नमस्कार। मेरो नाम चाहिँ पूर्णिमा र यो चाहिँ मेरो ब्लगको डे 4 हो है। म चाहिँ अब साग टिप्न जाँदैछु, त्यही पनि ढाक्ने टाउकोमा राखेर होइन। सो हाम्रो बारीमा के छ देखाउँछ है त। यो चाहिँ गुन्द्रुक हाल्न सुकाएको तोरी, म चाहिँ कार्कीको छोरी। अनि यहाँ ररी छ, त्यसपछि तोरीको सागहरू टिपेर राखिरहेको छ, बैगुन छ, त्यसपछि यो चाहिँ फर्सी बुढियामै तर्सी, त्यसपछि त्यो चाहिँ बारीमा आयो, कालो गाईले खायो पनि छ हाम्रोमा। त्यसपछि यो चाहिँ तोरीहरू तामुलहरू पनि छ, वरिपरि प्याजको पत्ता देखिरहेको छ, देख्नुभयो होला। त्यसपछि म चाहिँ गएँ तपाईँहरूलाई बारी देखाउनको लागि। यो चाहिँ हाम्रो आलु बारी हो, आलु रोपेको छ। त्यसपछि हाम्रो यता यो छेउको चाहिँ कुखुरा खोरो क्या, पहिला हामीले ब्रोइलर कुखुरा पालेका थियौँ। अनि यो चाहिँ हाम्रो धनियाँ बगान हो, धनियाँ 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 बगान। त्यसपछि यो चाहिँ तामुल बगान हो। हाम्रो पितालाई आसामको धेरै याद आएर हाम्रो घरको वरिपरि तामुल बगानै मात्र लाउनु भएको छ। वरिपरि बगानहरू छ क्या, के को त्यो तामुल बगान पनि खनेर पनि हामीले त्यसमा धरि साग छरिदिएका थियौँ। त्यसपछि मैले आएर साग टिपेँ, साग टिपिसकेर साग पखालेर एकछिन त्यसलाई तर्याउन छोडिदिएँ। यो चाहिँ हाम्रो सानो भान्साघर है, मतलब अस्ति नै घर बनाउँदाखेरि यसो सानो बनाइराखेको। त्यसपछि यो चाहिँ मखमल दीप पछ्यौरीले सानो फुल हो। त्यसपछि यो घड्डी फुलहरूमा चाहिँ के देखाउनु केही नै छैन है। त्यही भएर वरिपरि त्यतिकै क्यामेरा घुमाइरहेको थियो। त्यसलाई सबै म पोज दिँदैछु, कतिना खोपे हिरोइन जस्तै गरेर अरे क्या। त्यसपछि अब के गर्नु होइन, लास्टै गाह्रो छ जिन्दगी बिताउन, बोल्दा पनि आउँदैन, के बोल्नु के भन्नु। खासमा मलाई भ्लग बनाउन पनि आउँदैन, न एडिट गर्न आउँछ, न बोल्न आउँछ, न केही गर्न आउँछ। त्यही पनि भिडियो बनाउने रहर लाग्छ। के गर्नु, यो चाहिँ मैले जलपाईको अचार हालेको थिएँ है, इन्डियादेखि किनेर ल्याएको थिएँ जलपाई। तर जहिले सुकाउने बेलामा बिर्सिरहेको हुन्छ हौ। अनि कुन दिन बिग्रेर ढुँडी पऱ्यो भने छैन, फेरि कसैले त्यो जलपाईको अचार सुकाउनु हुँदैन पनि भन्दा रहेछन् क्या। यो चाहिँ हाम्रो मकै अस्ति भर्खर मिसिन ल्याएर छोडाएको। त्यसपछि 2 बोरा एउटा अङ्कलले लानुभयो है। अनि त्यति चाहिँ हाम्रो गाईको लागि राखेको, किनभने हाम्रो गाईले पनि बच्चा पाउन आँटेको छ नि त। त्यही भएर म अब यताउति क्यामेरा घुमाइछु, किनभने मलाई आउँदैन बोल्नको लागि। चिया खाँदैछु म, कुटुरुल मेरो जिब्रै पोल्यो क्या, जिब्रै पिल्छु। त्यसपछि फेरि यता चिया राख्न आएको, त्यसपछि हातमै चिया पोक्यो भनेपछि मेरो त पटक्कै ढङ्गै छैन क्या काम गर्नु त। एउटा गर्न गयो 3टा बिगारेर आउँछु क्या म काम, के भन्नु अब। त्यसपछि म चाहिँ जाँदैछु अदुवा खन्नको लागि, कुटेलेर अदुवा खन्न जाँदैछु। त्यो चाहिँ हाम्रो उता साइडमा रोपेको छ क्या अदुवा। अब साग पकाएपछि अदुवा त खन्नै पऱ्यो, अदुवा बिनाको साग त मिठै हुँदैन नि त। त्यसपछि अदुवा खन्न गएको अरे कुटे नै फुस्क्यो, अब के गर्नु त। त्यसपछि कुटेलाई लगाएँ मैले साइड, त्यसपछि लिएर आएँ फरुवाले ड्याङड्याङै खने। त्यसपछि म गएँ फेरि धनियाँ टिप्नको लागि, अचार बनाउनको लागि भनेर। अनि धनियाँ टिपेँ, अनि अदुवा पनि ठिक्क पारेर लिएर आएँ। त्यसपछि म घर आइपुगेँ। अनि म सब्जी पकाउन थालेँ। सब्जी पकाउनु लागि चाहिँ सुरुमा मैले तेल तताएँ, त्यसपछि लसुन र अदुवाको पेस्ट हालेँ, त्यसपछि एउटा खोर्सानी पनि हालेँ। म चाहिँ प्याज हाल्दिनँ साग पकाउँदाखेरि, किनभने साग पकाउँदाखेरि प्याज हाल्यो भने हल्का प्याजले सागलाई लट्याउँछ क्या। त्यसपछि मेरो साग पनि पाकेर तयार भयो। अब साग पाकिसक्यो, अब के गर्नु होइन, गाईबस्तु पालेको छ, गोबर त सोर्नै पऱ्यो। त्यसपछि म छिटो गरेर गोबर सोर्न थालेँ।